तपाईँ आज हाँस्नुभयो? हाँसिहाल्नुहोस् है। किन? आज विश्व मुस्कान दिवस हो। आज विश्व मुस्कान दिवसको भरपूर रूपले उपयोग गर्नुहोस् यहाँहरू। आज म यहाँहरू समक्षमा विश्व मुस्कान दिवसको इतिहासको बारेमा भन्नेछु। कहिलेदेखि विश्व मुस्कान दिवस सुरु भयो त्यसको बारेमा यहाँलाई बताउने छु। विश्व मुस्कान दिवसको महत्त्व के छ त त्यस सम्बन्धमा पनि म यहाँहरू समक्ष विस्तृत रूपमा वर्णन गर्नेछु। अब आउनुहोस्, विश्व मुस्कान दिवस कहाँबाट कसरी सुरु भयो? सर्वप्रथम विश्व मुस्कान दिवस अमेरिकाको वर्चेस्टर भन्ने सहरमा हार्वे बल अर्थात् हार्वे बल भन्ने कलाकारले एउटा चित्र बनाएका थिए, जुन अहिले हामी फेसबुकमा प्रयोग गरिरहेका छौँ, इन्स्टाग्राममा हामी प्रयोग गर्छौँ, कुनै पनि ट्रेनिङहरूमा समेत हामी यसलाई प्रयोग गरिरहेका छौँ। प्रत्येक ट्रेनिङहरूमा कति राम्रो ट्रेनिङ भयो, धेरै राम्रो भयो, उत्कृष्ट भयो भनेर देखाउनको लागि, त्यसको मूल्याङ्कन गर्नको लागि ल है भनेर स्माइली फेस प्रयोग गरिरहेका हुन्छौँ। उक्त स्माइली फेस सन् 1963 मा हार्वे बल भन्ने व्यक्तिले चित्रण गरेका थिए, त्यसलाई चित्र बनाएका थिए, प्रस्तुत गरेका थिए, जसले मनभित्रको मुस्कानलाई अर्थात् हृदयदेखि नै एकदम गहिरो रूपले मुस्कान व्यक्त गर्नको लागि, खुसी व्यक्त गर्नको लागि, माया व्यक्त गर्नको लागि त्यो चित्र प्रस्तुत गरेका थिए। उनीहरूलाई थाहा थिएन विश्वमा यसरी यो चित्र प्रख्यात हुन्छ भनेर, तर यो विश्वमा व्यापक रूपले प्रयोग भयो, जसले चाहिँ भित्रका खुसीहरू व्यक्त गर्नको लागि, राम्रो कुरा व्यक्त गर्नको लागि, माया व्यक्त गर्नको लागि, उत्साह व्यक्त गर्नको लागि, ल है उत्कृष्ट छ है भनेर भावहरू व्यक्त गर्नको लागि यो चित्र प्रयोग गरियो र व्यापक भयो र अहिलेसम्म पनि प्रयोग भइरहेको छ। सामान्य रूपले चित्रण गरिएको स्माइली फेस थियो। संसारमा व्यापक रूपमा यसले प्रख्याति पायो। उक्त प्रख्याति सँगसँगै सन् 1999 मा जब उनी यो संसारबाट विदा भए, तर त्यो स्माइली फेसले आजसम्म पनि इन्स्टाग्राममा, फेसबुकमा हजुरको प्रत्येक क्रियाकलापमा जहाँ खुसी व्यक्त गर्नुहुन्छ ल है उत्कृष्ट छ भनेर देखाउनुहुन्छ, त्यहाँ स्माइली फेसको युज गर्नुहुन्छ। जब 1999 मा हार्वे बलको निधन भयो, त्यस पश्चात उनको सम्झनामा विश्व हार्वे बल मुस्कान फाउन्डेसन स्थापना भयो। विश्व हार्वे बल मुस्कान फाउन्डेसन हालसम्म पनि आफ्नो क्रियाकलाप अगाडि बढाइरहेको छ। प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार विश्वभरमा विश्व मुस्कान दिवस मनाउने गरिन्छ र विश्व हार्वे बल मुस्कान फाउन्डेसनले पनि यो मुस्कान दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गर्छ। उक्त कार्यक्रमहरू मार्फत यस फाउन्डेसनले विश्वमा मुस्कान छर्ने, प्रत्येक व्यक्तिको मुस्कान छर्ने, प्रत्येक पल पलमा मुस्कानहरू छर्ने कार्यहरू गरिरहेको छ। प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो शुक्रबार विश्वमा विश्व मुस्कान दिवस मनाउने गरिन्छ। सन् 1999 मा जब हार्वे बलको निधन भयो, त्यसको सम्झनामा सन् 2001 मा विश्व हार्वे बल
फाउन्डेसनको स्थापना भए पश्चात आजसम्म एक फाउन्डेसनले लामो समयदेखि विभिन्न कार्यक्रमहरू तय गर्दै आइरहेको छ र हाल 2025मा पनि एउटा नारा तय गरेको छ, डु एन एक्ट अफ काइन्डनेस। उक्त नाराले के भन्छ भने विश्वमा सानो मुस्कान छरे पनि, तपाईले सानो सहयोग गर्नुभयो पनि, मुस्कान सहित गर्नुभयो भने त्यो प्रोग्राम एकदम महत्त्वपूर्ण हुन्छ। विश्व मुस्कान दिवसले हामी सबैलाई सकारात्मक बाटोमा अगाडि बढाउन, दयात्मक भावनामा जागृत गराउन, संसारमा सानो सानो कुरोमा पनि सहयोग गरेर मुस्कानहरू छर्न, स्वयं आफैमा छर्न र प्रत्येक व्यक्तिको मुस्कानलाई अगाडि बढाउनको लागि हरेक फेसहरूमा मुस्कानहरू छरेर जागृत गराउनको लागि यसले सहयोग गरिरहेको छ र यो दिवसले संसारमा माया, ममता र मुस्कान छरिरहनुपर्छ र यसले अगाडि बढ्नुपर्छ। यो प्रगतिको सूचक हो। यसले इनोभेसनलाई अझ अगाडि बढाउन सहयोग गर्छ। यसले प्रत्येक व्यक्तिको जागरलाई, उत्साहलाई अगाडि बढाउनको लागि सहयोग गर्ने गर्दछ। यो दिन मुस्कान हराइसकेकाहरूको लागि मुस्कान ल्याउनको लागि र यो दिन प्रत्येक कामहरूमा हराइरहेकाहरू, जसको मुस्कान हराइरहेको छ, उहाँहरूको ओठमा मुस्कान ल्याउनको लागि महत्त्वपूर्ण रहन्छ। विश्व मुस्कान दिवसले यो सन्देश दिन्छ कि एउटा सानो उत्प्रेरणा, एउटा सानो सहयोग, एउटा सानो उत्साह अनि एउटा सानो सृजनात्मक कार्य जुन मुस्कान सहित गरिन्छ, त्यसले कुनै पनि व्यक्तिको त्यो क्षणमा मात्र होइन, प्रत्येक पलमा मुस्कान छाइदिन सक्छ, उत्साह जगाइदिन सक्छ। त्यसरी जुन उत्साह, मुस्कान ल्याउने यो महत्त्वपूर्ण यो दिन विश्वभर, यो संसारमा रिस, दाह र द्वेष भन्दा पनि एउटा मिठो मुस्कान जुन धेरै शक्तिशाली छ, यसले संसार परिवर्तन गर्न सक्छ। त्यति मात्र होइन, हजुरको मन परिवर्तन गर्न सक्छ, हजुरको हृदय परिवर्तन गर्न सक्छ र हजुरको सानो कार्यले, सानो मुस्कानले ठुलो कामहरू बन्न सक्छ। घन्टौँ घन्टामा गर्न नसकेको कामहरू, घन्टौँ घन्टामा नभएका सृजनाहरू सानो मुस्कानले सफल बनाइदिन सक्छ। त्यसैले मुस्कान इज मुस्कान, अर्थात् मुस्कान संसारमा सबैभन्दा महत्त्वपूर्ण औजार हो, सबैभन्दा महत्त्वपूर्ण औषधि हो, जसले जीवनलाई नयाँ उचाइमा पुर्याइदिन सक्छ। सबैलाई विश्व मुस्कान दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। साथै यहाँको जीवनमा सुख समृद्धिको कामना गर्दछु र यहाँको फेसमा, यहाँको जीवनमा सधैँ मुस्कुराहट आइराखोस्। खुसी रहनुहोस्, व्यस्त रहनुहोस्, स्वस्थ रहनुहोस् र सधैँ मुस्कुराइरहनुहोस्। विश्व मुस्कान दिवसको अवसरमा यहाँहरूलाई हार्दिक मङ्गलमय, मुस्कानमय शुभकामना। थ्याङ्क यू, धन्यवाद। यस्तै सफलताका भिडियोहरू हेर्नको लागि, जिन्दगीलाई नयाँ उचाइमा पुर्याउनको लागि र यो च्यानलमा जोडिरहनको लागि यस च्यानललाई सेयर, सब्सक्राइब र लाइक गर्नुहोला र सृजनात्मक कमेन्ट पनि छोड्न नबिर्सनुहोला। हस्, धन्यवाद।